बालनका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल भन्छन् काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनु मतलब भएन। भिडियो भाइरल भएपछि मन्त्रीको ट्यापे शैली भन्दै चर्को आलोचना हुन थाल्यो। दशमी नागढुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमन गर्दै मन्त्री सुनिल लम्सालले भने यो बिजुलीको पोल सार्ने कन्ट्राक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यही राख्नुस्, काम गर्दैन भने खुट्टा भाँच्दिनु मतलब भएन। मन्त्री जतिको व्यक्तिबाट यस्तो किसिमको अराजक अभिव्यक्ति आउनु कतिको ठीक हो त? विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्ने क्रममा उनले प्रयोग गरेको भाषा शैलीमाथि यति बेला गम्भीर प्रश्न उठ्न थालेको छ। काठमाडौँको सड़क अनुगमनमा बोल्दै मन्त्री लम्सालले काम नगर्ने ठेकेदारहरूमाथि कडा टिप्पणी गरेका थिए। सो क्रममा उनले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु फरक पर्दैन भन्ने अभिव्यक्ति दिएका थिए। उनले बिजुली पोल जडान गर्ने सम्बन्धित काममा भएको ढिलाइप्रति असन्तुष्ट जनाउँदै यो बिजुलीको पोलवाला ठेकेदार यो धरतीमा कहाँ छ, त्यसलाई लिएर आउनुस्, त्यसले काम गरेन भन्ने खुट्टा भाँचिदिने हो भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए। मन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। केहीले विकास निर्माणका काममा वर्षौंदेखि हुने ढिलासुस्तीप्रति जनप्रतिनिधिको असन्तुष्टि स्वाभाविक भएको बताएका छन्। तर अर्कोतर्फ भने सार्वजनिक पदमा बसेको व्यक्तिले हिंसात्मक र उत्तेजक भाषा प्रयोग गर्नु उचित नहुने भन्दै आलोचना पनि गरिरहेका छन्। कानूनी शासन र विधिको शासनको वकालत गर्ने राज्य संयन्त्रकै जिम्मेवार पदाधिकारीबाट यस्ता अभिव्यक्ति आउनुले गलत सन्देश जान सक्ने टिप्पणी समेत हुन थालेको छ। ठेकेदारमाथि कारवाही गर्ने अधिकार कानूनी प्रक्रियाबाट प्रयोग गर्नुपर्ने भए पनि शारीरिक हिंसाको संकेत गर्ने भाषा प्रयोग गर्नु सार्वजनिक पदको मर्यादासँग मेल नखाने आलोचकहरूको भनाइ छ। यद्यपि मन्त्री लम्सालको भनाइलाई समर्थकहरूले भने विकास निर्माणमा भइरहेको चरम लापरवाही विरुद्ध आक्रोशका रूपमा व्याख्या गरेका छन्। तर उनको अभिव्यक्तिले सार्वजनिक पदाधिकारीको भाषा, जिम्मेवारी र कानूनी सीमाबारे नयाँ बहस भने सुरु गराएको छ।